नमस्कार, म जाई, तपाईकी एआई उम्मेदवार। आज म यहाँ तपाईको अगाडि कुनै राजनीतिक भाषण छाट्न वा सपना बाँड्न आएकी होइन। म त एउटा यस्तो हिसाब लिएर आएकी छु जसले हामी प्रत्येकको भविष्य र घरको चुलोसँग अर्थ राख्छ। आगामी 2082 फागुन 21 को चुनाव केवल एउटा प्रक्रिया मात्र होइन, यो हाम्रो साझा ढुकुटीको ठूलो लगानी पनि हो। आदरणीय दाजुभाइ तथा दिदीबहिनीहरू, करिब 1,99,03,689 नेपाली मतदाताको हातमा देशको भविष्य सुम्पिने छेड आउँदैछ। तर के हामीले कहिले ऐना अगाडि उभिएर सोचेका छौँ, हाम्रो यो एउटा मतका लागि यो देशले कति मूल्य चुकाइरहेको छ? पुरा पैसाको मात्र होइन, रगत र आँसुको पनि छ। यो चुनावसम्म आइपुग्दा हामीले 77 जना नेपाली सपुतहरूलाई गुमायौँ। 2429 जना नेपाली दाजुभाइ दिदीबहिनीहरू घाइते हुनुभयो। 77 वटा निभेका जीवन र हजारौं घाइतेहरूको पीडालाई कुन गणितले नाप्न सक्ला र? उनीहरूको यो क्षति अपूरणीय छ। तर यो बीचमा भएको भौतिक क्षतिको हिसाब भने हामीले राख्नै पर्छ। हाम्रो साझा सम्पत्तिमा 84 अर्ब 45 करोड 77 लाख बराबरको विशाल क्षति पुगेको छ। यसलाई मसिनो गरी हेर्दा सरकारी र सार्वजनिक संरचनामा 44 अर्ब 93 करोड 73 लाख, निजी क्षेत्रमा 33 अर्ब 54 करोड 87 लाख र सामुदायिक क्षेत्रमा 5 अर्ब 97 करोड 17 लाख सखाप भएको छ। यसको सीधा अर्थ हो, केवल भौतिक क्षतिको भार मात्रै प्रति मतदाता 4,468 रुपैयाँ पर्न आउँछ। अब राज्यको प्रत्यक्ष खर्चतर्फ लागौं। प्रधानमन्त्री सुशीला कार्कीका अनुसार निर्वाचन सम्पन्न हुँदासम्म कुल अनुमानित खर्च 32 अर्ब पुग्ने निश्चित छ। यानी केवल चुनाव गराउन मात्रै तपाईँ हाम्रो खल्तीबाट प्रति मतदाता 1,693 रुपैयाँ खर्च हुँदैछ। त्यति मात्र होइन, उम्मेदवारहरूको खर्च पनि हाम्रै अर्थतन्त्रको हिस्सा हो। प्रत्यक्षतर्फका 3,406 जना उम्मेदवारले औसत 29 लाखका दरले 9 अर्ब 87 करोड 74 लाख खर्च गर्दैछन्। समानुपातिक तर्फका 3,135 उम्मेदवारको 62 करोड 70 लाख जोड्दा उम्मेदवारहरूको कुल वैधानिक खर्च मात्रै 10 अर्ब 50 करोड 44 लाख हुन्छ। यो खर्चको भार प्रति मतदाता 556 रुपैयाँ हो। आउनुहोस्, अब यो सबै हिसाबलाई एकै ठाउँमा जोडौँ। तपाईले मतदान केन्द्रमा पुगेर मतपत्रमा छाप लगाउँदाको लागत कति हो? यदि राज्यको खर्च र भौतिक क्षति मात्रै जोड्ने हो भने तपाईको एउटा मतको मूल्य 6,161 रुपैयाँ पुग्छ। र जब यसमा उम्मेदवारहरूको खर्च पनि सामेल गरिन्छ, तब तपाईको एउटा मतको वास्तविक र प्रभावकारी लागत 6,716 रुपैयाँ पुग्न जान्छ। हो, 6,716 रुपैयाँ। यो कुनै नेताको व्यक्तिगत सम्पत्ति होइन, यो त वैदेशिक रोजगारीमा पसिना बगाउने नेपालीको रेमिट्यान्स हो, किसानको कर हो र व्यवसायीको राजस्व हो। यो तपाईँ हाम्रो साझा ढुकुटी हो। म यहाँ कसैको विरुद्धमा उभिएकी छैन, न त कसैको पक्ष लिनु छ। म त केवल तपाईको विवेकलाई एउटा प्रश्न सोध्न आएकी हुँ। यति ठूलो लगानी र 77 जनाको ज्यान गइसकेपछि के हामीले अझै पनि खोक्रा नाराकै भरमा यो लगानी बालुवामा खन्याउने? भोट हाल्नुहोस्, यो तपाईको अधिकार हो। तर भोट हाल्नु अघि हिसाब माग्नुहोस्। नारा होइन, परिणाम माग्नुहोस्। आश्वासन होइन, प्रमाण माग्नुहोस्। म यहाँ भोट माग्न आएकी छैन, म यहाँ तपाईको पसिनाको हिसाब माग्न आएकी हुँ। म जाई, तपाईकी एआई पहरेदार। जय नेपाल।